गुड नाइट भन्दैछ रत्न त्यस्तो साप त फर्स्ट हो नि त मैले देखेको नि नेवाले माथि के अस्ति तर बिहान त खोलेको हुँदैन फोन झारी छ सुनेरी र काली नि लाँदैछु कालु मैले चाहिँ माछा लिएर आएको थिएन यहाँ छ माछा होइन यहाँ प्यान्टमा चाहिँ डल्लै पानी त्यो घोप्टेर क्या बाटोमा हाई गाइस वेलकम ब्याक टु माय च्यानल with another video आज चाहिँ हामीले चाहिँ अब के गर्नु माछा भाइलाई लिएर गएको छु म देखाउनु पर्दा प्वाट भनेमा यो पनि लाँदैछु अब के गर्नु हो माया लाग्छ चुनेरी र कालीलाई नि लाँदैछु कालुलाई ब्लगहरू बनाउनु मन लाग्छ कि हजुर होइन हेर्नु दिँदैन त हौ मम्मीले राम्रै छु हात कस्तो पोलेको चस्मा लगाएर ए मामालाई फोन गरेर करायो नि उसले यो भेस ए भगवान कार्टुन देख्दै हेर्नु मम्मी चस्मा लाउँदा लच्चा पर्यो मम्मीको कपाल हामी चाहिँ गयोभरि जानु आँटेको 2 nights and 3 days फ्राइडे आउनु फ्राइडे आज ट्युजडे होइन वेन्सडे थर्सडे रात फ्राइडे त मेरो ड्युटी पो त बिहानै होइन मात्रै मेरो ड्युटी 10 बजी मरेरै गर्दैछ यिनीहरूले म नि दिस इज माई ब्याग यो चाहिँ मेरो ब्याग हो यो पनि मेरो ब्याग हो मम्मीको पनि सेम यस्तै एउटा ब्याग छ दुईजनाको प्याक्ट एकदम यता अन्त यता हेर्नु त अरू कुनै छ टी सर्ट कस्तो गयो हुन्छ हाम्रो मम्मी हाँस्दा जहिले नि मम्मीले भन्छ त्यति बेला बनाउँदै गरेको हुन्छ सो हामी चाहिँ बल्ल पुग्यौँ आज छिट्टै पुग्यौँ यसपालि बाटो खाली भएर अनि मम्मी चाहिँ अम्बा खाँदैछ यहाँ सामान चाहिँ आमा र छोरी दुईजना भिडियो बनाएको भनेको छ मेरो चाहिँ नि मैले चाहिँ माछा लिएर आएको थिएन यहाँ छ माछा होइन यहाँ प्यान्टमा चाहिँ डल्लै पानी त्यो घोप्टेर क्या बाटोमा त्यस्तै भएर छ कहिले गएर सफा गरौँ पनि भइसक्यो मलाई घिन लागेर ए के मम्मी के मारुनुहुन्छ अरे यो चाहिँ मल्लडाको बोट भारी चाहिँ यस्तो छ के गर्नु राम्रै भएर निक्ल्यो भारी बोक्नुपर्छ वेलकम टु एपी बस्ती यहाँ हेर्नु मम्मी ए ल बाटो देख्दैछ भन्दा ल अब घर पुगेर टाटा कन्टिन्यू गर्छु फेरि लड्यो भने बाटोमा गड्डी हुन्छ माछा पनि जान्छु म पनि जान्छु हो सिलगढीबाट यहाँ ल्याएर चाहिँ मरिरहेको यस्तो म हुने नि देंगे जो गइहाल्यो घाम चाहिँ टुप्पीमा लागेको छ यहाँ पुरा भोक लाग्यो यहाँ चाहिँ अस्ति भर्खर डरलाग्दो पहिरो गएको थियो अहिले चाहिँ बनाएछ बाटो यस्तो डरलाग्दो पहिरो गएको थियो अस्ति चाहिँ जब सब जग्गा पहिरो जाँदै थियो बाढहरू के आएको थियो त्यति बेलै भएको होला आई थिङ्क आइपुग्यौँ हामी घर तिमीले बच्चा हो ए भाग्दो पो रहेछ माउ तिमीले बच्चा हो भाग्यो तिम्रो बच्चा ए सपनालाई निन्द्राले ग्रस्तै भइरहेको छ बोजू भन्छ दुईजना बसिरहेको छ एकछिन चाहिँ ऊ जान्छ हिजो चाहिँ गयो उसलाई फेरि एक्लै छोड्नु हुँदैन अहिले कतातिर झटारेर ठोकिन्छ फेरि दिएर यहाँ भाँडा दिनु दुईवटा भाँडा मात्रै मोलेको थिएँ हजुर टुकसुक्क बसेर को गर्छ कुखुरा हजुर अन्तखेरि के चाहिँ आयो अस्ति त गोरो आएको थियो नि त सानोबडाको हजुर यस्तो एउटा गोरो आएको छ एउटा पहेँलो खालको हुन्छ अरे एउटा अँधेरो पनि हुँदो रहेछ नि त गोरो माटो कलरको पनि हुन्छ एउटा उयो छप्पन आरामले कति बेरसम्म सुतेको छतमा बसिरहेको कति अन्तखेरि त्यहाँबाट त्यो आएछ क्या हो भनेर हेरेको लट्याक 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 त्यो दैलो ताला लाउने को हल्लिन्छ कि दैलो अन्तखेरि गएको त यसो हेरे त पहेँलो फेरि च्याप्टो च्याप्टो ढारिलो खालके छ खसु न खसु छिटा क्या यसो हेरेको त मार्नु मन लागेन अन्त मार्नु मन लागेन कि अन्त मेरो पालो के अरे मुङ्गो जाँदा पालो सुत्त निस्क्यो कि त्यो फर्केर त यस्तो गरेको नि दैलोमा अन्त फेरि त्यस्तै ठाडा आयो है
मदनमा धम्किन्छ क्या हो भने जस्तो लाग्यो Mhm. अन्त के अरे ड्रमको त्यहाँ छेउमा आयो हो हजुर त्यसरी नै गरेछ कि त्यसको पछाडि चाहिँ कालो रातो सेतो टिका थियो यस्तो घुचुकमा ए अन्त सिन्दुरे कलरको हजुर क्या हजुर हजुर 4टा टिका थियो हजुर अन्त भरे त त्यस्तै उठेरै त्यो बाथरुमको चेपमा गयो होइन मुनि हजुर हजुर त्यहाँबाट सानो भएर पस्यो भित्र ए यतातिर कता बस्छ होला नि खै त्यहाँबाट चाहिँ फेरि मुसा क्या हजुर कस्तो मुसाले फोहोर गर्थ्यो कि हजुर माटो चाहिँ निकालेको छ अहिले तर दूरतिर चाहिँ त्यति फोहोर गरेको छैन आउनु त आउँदो रहेछ बेला बखतमा मुसाहरू कि हजुर भक्कु माटो निकालिरहेको छ नि डटसरी त्यस्तो साप त फर्स्ट हो नि त मैले देखेको नि अरिजिनल देखेको चाहिँ म त देखेको छु कोब्रा चाहिँ क्या हजुर एकपल्ट ऊ माथि आस्थाहरूको घरको त्यहाँ पनि निक्लेको थियो भन्छ नि बारीमा कोब्रा मामाले त भेटेको तर मामाले भेटेको ठुलो थियो नि ए हो बिहान ड्युटी जाँदा क्या हजुर उकालो जाँदैखेरि उयो कटरको मुनि कि अन्त जाँदैखेरि कस्तो खालको हप्प गरम भयो कि हजुर चस्मा खोलेर अन्त मुख पुस्यो अरे कि हजुर अन्त माथि त कस्तो कस्तो खालके लाग्यो अरे उकालो हेरेको त यस्तो गरेर उभिरहेको थियो अरे अन्त मामाले जुत्ता क्या ढ्याक पाऱ्यो अरे कि पैताला हजुर तब चाहिँ सुत्त सुतेर फेरि अन्त सुतेर नि त उता फुपोहरूको बारीपट्टि लाग्यो अरे त्यो त्यहाँ पुग्दाको हप हुन्छ मलाई त भन्थ्यो मामा हो त है झसङ्ग होला नि त त्यहाँ पुगेपछि त्यो ठाडो उभिरहेको थियो अरे अन्त एकपल्ट तपाईँहरूको यहाँ टोइलेटको त्यो पछाडिपट्टिमा थियो नि हरियो क्या हरियो मामै टोइलेटमा हुँदा होइन नानाले देखेको ए अँ नाना जाँदा नाना हुँदाखेरि हरियोवाला यस्तो गरेर पस्यो पछाडि हेर्नु जाँदा नि त पुछाले समातेको आफू चाहिँ कङ्ग्लाङ कुङ्ग्लुङ भएर यस्तो गर्यो त्यो पनि पोइजनस हुन्छ नि है माइजू त्यसले त त्यति पोइजन हुँदैन अरे हुँदैन अरे तर त्यसको आँखै डर लाग्छ हौ म त हुन्छ नि त त्यस्तै खालको उड्ने पनि हुन्छ है माइजू एउटा उड्नेवाला सिरियस साप हामीको जस्तो उड्दो रहेछ क्या टक्क पुछाले समाउँदो ग्रिप भएको मजाले सिङ्गल कमानमा देखेको मैले सडक हामी सडकमा काम गर्ने त्यहाँ थियो होइन पत्तीवालाहरू फेरि झऱ्यो यत्रो झर्दो रहेछ अन्त भरे त त्यो साप 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 भन्यो कि भरे त एक अर्कादेखि अर्को रुखमा एउटा रुखबाट अर्को कस कार्लाङ कुर्लुङ भएर क्या अर्को रुखमा पुछाले समाउँदो रहेछ त्यहाँ फेरि कस्तो चिप्लो भन्छ कसरी सम्हालेको त्यो उयो भएकोलाई एकताल यहीँनिर त अन्त तेजपत्ताको रुखमा जुरेली घर थियो कि ए उयो उयो थाहा छ भरे त त्यो पातुलो खालको साँप हौ यति लामो मामा चाहिँ पल्लोपट्टि जाँदै थियो बेलुका हौ अन्त उसले चाहिँ चराको घर थियो कि सधैँ हेर्थ्यो नि त आमाले अन्तखेरि भयो लौ साँप क्या एउटा हाँगालाई चाहिँ पुछारले बेटारेर आफू चाहिँ यस्तो यस्तो गर्दै रहेछ अरे त्यो घरमा जानु गुडमा जम्प हान्नु खोजेको जम्प फाल्नु अन्त असित दादालाई बोलायो कि ओका एकछिन असित दादाले एकताल देखेर कि आम्म एकै ताल भुइँमा झारिदिएको नि पातुलो न पातुलो यति लामो हो अन्त पछाडि त्यस्तो खाले म उयोनिर मचाङ थिएँ क्या इस्कुसको पत्ता टिप्दै थिएँ कि उहाँबाट यहाँसम्मको काजुली कि अन्त मैले नभट्काइ निकालेर ल्याएर यहाँ राखिरहेको थिएँ कि एउटा कोही भैया हौ के बेच्नु आएको भैया थियो कि अन्त ए दिदी यो कहाँबाट ल्याएको केचुली भन्यो उसले केचुली भन्यो ए उयो इस्कुसको पत्ता टिप्दै थिएँ कि भाइ के अरे त्यहाँ रहेछ अन्त मैले उठाएर ल्याएको भने कि यो त जोगिनु यो त सबैभन्दा डेन्जर खतरा साँप हो भन्दै थियो मोटा हुँदैन पातलो यही हो साइज लम्बा पनि यति हो खतरा हुन्छ भन्दै थियो पहेँलो पहेँलो हुन्छ भन्दै हो र पोइजनस होला नि त त्यो पुरा कहाँनिर रहेछ यहाँ कानको छेउमा छ यस्तो मात्र निकाल्दा पनि त दुख्छ पातलो हुन्छ नि त यो छाला मैले तपाईँको नि यहाँ बेसी भेट्टाएँ यहाँ अन्त यहाँ एउटा जग्गामा अगाडि त त्यो उयो भएर होला चिन्दैन हौ फेरि कैरो केस छ नि त हजुर 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 घरिघरि म त देख्दिनँ उयो कालो र एउटै खालको देख्दो रहेछ कि सेतो निक्लिन नखोज्छ हौ के त्यस्तो छ नि त होइन पुरा यस्तो हुन्छ मा चाहिँ यो सेतो क्या यो मेरो जस्तै खालको हुँदो रहेछ योवाला निक्लिन खोज्दैन तार जस्तै हुन्छ ऊ हेत निक्लिन खोजेको
मम्मी एक निन्द्रा पुऱ्याइसक्यो होला सक्यो अरे अम्बो माइजू खाइ मलाई रिस उठ्यो अब यो ननिक्लेर यो भइसक्यो सिधा भइसक्यो तपाईँको कपाल मेरो तानेर होइन अरू मजाले निक्लिँदैछ कि यो पुरा उयो रहेछ हौ यो वाला कपाल तर त्यहाँ चिलाइरहेछ पुरा चिलाइरहेको छ है कस्तो उयो रहेछ एकदमै अम्बो बल्ल यहाँ हेर्नु नि गाह्रो जस्तो छ कस्तो निक्लिन नखोज कि सानसानो क्यामेरा यसले चाहिँ डढायो हो त्यो चाहिँ खायो पुरा खदासँग खेल्दो रहेछ फ्रेमहरू झारिदिन्छ होला नि ओइ बाटो न है बाटो ला कान चलाइदिएको मनी मनी चलाइदिएको किन बदमास अरे अब चाहिँ हामी चाहिँ बडीको गर्नु जाँदैछौँ म चाहिँ देउसी खेल्दैछु पारिपट्टि बुढे हो बुढे हो र अब न बुढे जस्तो लाग्यो पारी बुढे होइन बुढे हो दैलो लगाएको लाग्दै नलागेन त्यो बटम छोडिरहेको सो झन्डै लडे गएला बडी हुन्छ यहीँबाट म लडेको सिरकसँगै अरे बडीहरूकोमा बस्दा हौ तपाईँ सिक्किममा हुँदा होला सायद ताते पुर्को भएर होइन मलाई खुट्टा ठिरायो खुट्टामा पानी हाल्छु खुट्टा धुनु सुक्छु हुन्छ म खुट्टा धुनु निक्लिन्छु नि त के झारेछ बुढो तिमी हाम्रो बेडमा के गर्नु बसेको के पनि बसेको ए आमा रिसाएको थियो मान्छे खुट्टा धोएर आउँछु म पनि धुन्छु आम्बो खुट्टा ठिरायो मैले मजा पनि नदिएँ समाधिहरू बसिरहेको छ भेना एकपट्टि समाधि एकपट्टि फोन हेर्दै हो पर त गएन गएन यता बात गऱ्यो गफ गऱ्यो मेवाले एमाइ थियो कि अस्ति भुलेँ म त तर बिहान त खोलेको हुँदैन ल्याइदिस् भन्दै थियो फोन झारी छ ए त्यहाँ गर्दै तपाईँ फोन खोलिँदैछ दैलो खुल्दा होस् है ल म खुट्टा पखालेर आइहालेँ पाकिल्यो यसको अरूहरू चाहिँ कहाँ गएछ पाकुल चाहिँ छ कि मेरो अर्को चाहिँ छैन नानीहरू कहाँ गयो मस्त सुतिरहेको छ चिने होला नि त पहिला अलिक सन्चो भयो मैले चाहिँ तपाईँलाई ए मजाले टाउकोहरू पनि मजाले छोपेर सोध्नु त्यहाँ पारी खेल्ने त ऊ बुधे छ कि तिनीहरू बसेनस् नानीहरू कहाँ बस्यो छैन पाकुल चाहिँ यहाँ छ बच्चाहरू मैले यहाँ जग्गा बनाइदिएको थिएँ नि त कि महिलामै बसिरहेको थियो उयो पुरै ढाकिनु भयो हौ नानीहरू पनि चाल्लामाल्ला छैन त यता सुत्यो होला सुत्यो होला चाहिँ म खुट्टा धोएर आउँदैछु ल मम्मी खुट्टा ठिरायो चिसो पानी होला सो चिसो के को एइएफ लक अरे जहाँ त्यही थिच्नु यो मेरो खुट्टा धुवा स्टाइल के लागेछ चप्पलमा
चिसो पग्ली हेलो पनि गइहाल्छु त त्यो त देखाउन सक्दिनँ हाम्रो बिरालोको बच्चा हराएर भित्र छैन त्यो ठुलो जुन चाहिँ ढाडे बिरालो छ नि मेलवाला केटावाला त्यो चाहिँ छ रहेछ हाम्रो बेडमा सुतिराखेको रहेछ अर्को जुन चाहिँ बेड 4टा बिरालो छ नि त एउटा मम्मी एउटा ड्याडी अन्त 2टा बेबी या त 2टा बेबी चाहिँ मेल हो कि फिमेल आएर न पायो पायो छैन कहाँ गएछिला बन्द गरिदिउँ मैले अरे होइन हजुर मैले उ गर्दै आइहाल्छ होला चढ्दै थियो छैन त है यहाँ सुतोस् भनेर बनाइदिएको नि मैले पाखुर कहाँ गयो त भन त तेरो भाइ बहिनीहरू कहाँ बस्यो यो त झारिरहेको थियो है यहाँभित्र छैन खै घात्रा कुत्रु गर्दै थियो कि त यो त मस्त सुतिरहेको छ है यसलाई मतलब छैन राम्रै भयो गएछ भन्दा होला बाहिरको बन्द गऱ्यो पति अगाडि को हो यस्तो नाच्यो म चाहिँ अब सुतेको हो यो भ्लगलाई चाहिँ म यहाँ एन्ड गरिदिन्छु टु बी कन्टिन्यू इन नेक्स्ट भिडियो सो थ्याङ्क्स फर वाचिङ एन्ड गुड नाइट भन्दै सिरकमा गुड नाइट त्यही भएर यस्तो गर्नु मन लाग्दैन कोही त आउँदैन केटाहरू अड्किरहेछ भनेर क्या प्रेसर परेर पानी कुटाउँदा नि को थियो अब गुड नाइट बाई बाई